तिम्रो मेरो लजाउँदै हात समाएको मस्किँदै आँखा जुझाएको चलचित्र छै कथा तिम्रो र मेरो लाखौं मुस्कान देखे पनि तिम्रोले घायल बनाएको तिमीमा मैले घर पाएको रिसाउँदा झन् नजिकिएको तिम्रै आँखाले मेरो शब्दै लगिदियो मरुभूमिमा तिमी समुद्र बनिदियो तिम्रो हेराइले मेरो होसै लगिदियो माया हराए पहिलो त्यो भेट सम्झिनु कुनै दिन कुनै मोडमा रिसाए पनि तिम्रो लागि हारि नै दिन्छु कहिले काहीँ मन तिम्रो थाके पनि तिमीसँगै बिसाइदिन्छु तिम्रै आँखाले मेरो शब्दै लगिदियो मरुभूमिमा तिमी समुद्र बनिदियो तिम्रो हेराइले मेरो होसै लगिदियो माया हराए पहिलो त्यो भेट सम्झिनु थाहा छ त्यो पहिलो भेट तिम्रो मेरो तरसाए नबोली नै बसौँ न मायालु वचनले तिमीलाई झस्काए कसम नखाइदिउँला म बरु तिम्रो लालीले अङ्गाली लैजाऊ न मलाई अतासिँदै ठुकठुकाउने ठुकठुकीको बासमै चाहिए जति ल्याऊ समय तिम्रो बोली आवाजलाई मेरो नाम गाइल बस सिकाउन धैर्य सिकी बसुन्जेलमा केही बेर लागे केही छैन तिम्रो मनलाई मेरो याद आउँदा तिमीले हात यो नचिने अल्झाइ बसौँ माया एकैछिन औँलाई बुनेरै राखेसरी चिन्छौ कि स्पर्श मेरो कुनै दिन मेरा भाका राखिराख तिम्रा ओठ बिचमै त्यो ओठले आफै गुनगुनाउने गीत चाहिँ चाहिए जति ल्याऊ समय तिम्रो बोली आवाजलाई मेरो नाम गाइल बस सिकाउन धैर्य सिकी बसुन्जेलमा केही बेर लागे केही छैन तिम्रो मनलाई मेरो याद
आज तिम्रो मायामा पक्लिरहन्छु म आजभरि रहोस् तिम्रो मेरो सम्बन्ध नशा नशामा बग्छ तिम्रो माया जुनीभरि हाम्रो कथा सधैँभरि देख्छु तिमीले डुबेर हेर यो मायाको गहिरामा कल्पना होइन यो विपना हो सधैँ जुनीभरि हाम्रो कथा Baby
मखमली पछौरीले सानो मुहार छोपेको लाग्दछ बादल भित्र जुनै हो कि लुकेको छाती भित्र मुटु मेरो ढुकढुकी मती छाती भित्र मुटु मेरो ढुकढुकी मतिमी शङ्का तिमीलाई लाग्छ भने आऊ हेर छामी गाजरू ये आँखा मेरा आँखा बीच नानी यही नानी मसल बलाउँदै बस्छौ तिमी पनि पारीबनको पखेरीमा सानो कोइलीले बासेको लाग्छ मलाई हजुरले हो कि सानो भनी राखे मखमली पछौरीले सानो मुहार छोपेको बादल भित्र जुनै हो कि लुकेको
अप्सराले डाह गर्छिन् तिमीलाई हेरी हेरी अप्सराले डाह गर्छिन् तिमीलाई हेरी हेरी तिमीसित भेट्न पाऊँ अर्को जुनी फेरि लाखै जुनी काटे पनि भेट्दैन तिमीसित मन मिल्ने एउटै तिमी मखमली पछोरीले सानो मुहार छोपेको लाग्दछ बादल भित्र जुनै हो कि लुकेको जुन मलाई भन्छौ भने हजुर उज्यालो तिमी मेरो तिमी पनि बसेका छौ हाँसी कलेजीको सेरो फेरो मलाई माया गर्ने तिमी नै हौ 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 मलाई खुसी दिने तिमी नै हौ 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 छैन कुनै यहाँ खुसी छौँ हामी छौँ जहाँ भन्नेले भनोस् गरोस् हाम्रो बारे कुरा जति जे छ मेरो तिमी हौ तिमी नै हौ मलाई आफ्नो भन्ने तिमी नै हौ 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 na 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 तिमी नै ब्रदर हेलो ब्रदर ब्रदर कता सामने अझै एउटा साथी अङ्कल
Used to spend my nights out in ballroom. Liquor was the only love I'd known. But you rescued me from reaching for the bottom and brought me back, being too far gone. You're as smooth as Tennessee whiskey. You're as sweet as strawberry wine. You're as warm as a glass of brandy. And honey, I stay strong on your love all the time. I've looked for love in all the same old places. Found the bottom of the bottle's always dry. But when you poured out your heart, I didn't waste it. 'Cause there's nothing like your love to get me high. And you're as smooth as Tennessee whiskey. You're as sweet as strawberry wine. You're as warm as a glass of brandy. And honey, I stay strong on your love all the time.
नफुको सरले त्यही हो मम्मीले पनि तान्दिनु अलिकति मम्मी तान्दिनु अलि लाउनु भयो संसार कमलको फूल झै तिम्रो कमलो मुहार सानो सानो पाइला हिँडे ठुला ठुला आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हृदयमा छापिने साँचो तिम्रो हेराइ खुसी मानु मेरो खुसी प्रार्थना छ मेरो तिमी सधैँ सुखी रहोस् अन्धकार माझ उज्यालो दीप नै बनोस् ममता तिमी हौ तिमी नै हौ लक्ष्मी सुन्दरता तिमी हौ तिमी सबै हौ छोरी मेरो खाली हो
बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि रात पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो यो त कतै भएको छैन फर्स्ट टाइम इन नेपाली त काहीँ पैसै भएन कि सन्जुलाई 10 को नोट चाहियो कि 10 को ला 10 को 10 रुपैयाँ निकालो ओए जति गाडी चल्छ 20 10
होइन सन्जुलाई बिस्कुट नोट चाहियो बिस्कुट नोट चाहियो आयो 100 को नोट त भइसक्यो 500 नि गयो ल उचाल 1000 रुपैयाँ त्यहाँ पनि छ 1000 को सट्टा यसले भइसक्यो अब त कुरा बेच्दै हो नबोली नबोली एक रुपैयाँ दिने छैन सबै रिटायरमा यसो पसल राखेको छ क्रेडिट कार्ड झिकेर सकिहाल्यो बाइस हजार धेरै चाहिँ नजाने फेरि पुरै इक्वालिटी होइन सबैमा इक्वालिटी अनि यहाँ चाहिँ होइन हजुरले सही हाल्दा हुन्छ चली खेला अलिक धेरै आउँछ आम्दानी हुन्छ चले ल चले फोटो एउटा छिटो अहिले शीतल शीतल फूल जय कोमल सम्बन्धका धागोहरू सरल हावा जय शीतल शीतल फूल जय कोमल सम्बन्धका धागोहरू सरल रेशमी मायाका फूलहरू छपक्कै बोटमा न्यानो नरम घामहरू
सुकाउँदैछन् यी ओठमा सँगाल्दै लैजाऊ सम्हाल्दै लैजाऊ जहाँसम्म छ जिन्दगी अँगालोभरि अँगालिएकाहरू सँग छ जिन्दगी हावा झै शीतल शीतल फुल झै कोमल सम्बन्धका धागोहरू सरल हावा झै शीतल शीतल फुल झै कोमल सम्बन्धका धागोहरू सरल दीप झै उजाला चम्किरहन् यी मुहारले गुन्जिरहन् सधैँ मायाका जुहार लैलै जुनी भरिलाई लैलै जुनी भरिलाई दीप झै उजाला चम्किरहन् यी मुहारले गुन्जिरहन् सधैँ मायाका जुहारले जुनी भरिलाई जुनी भरिलाई जुनी भरिलाई जुनी खिपेर राखै खुसीहरू पोखिन नदेऊ सम्झनालाई टिपेर राखै साइनोहरू मुटुभित्र सम्झनालाई खिपेर राखै खुसीहरू पोखिन नदेऊ सम्झनालाई टिपेर राखै साइनोहरू मुटुभित्र सम्झनालाई कपास भई उडी जाला बतास झै कता कता दृश्य बनी आइजाला चिम्लाया हेर जता जता हावा झै शीतल शीतल फुल झै कोमल सम्बन्धका धागोहरू
शीतल शीतल फूल झै कोमल सम्बन्धका धागोहरू सरल हावा झै शीतल शीतल फूल झै कोमल सम्बन्धका धागोहरू सरल हावा झै शीतल शीतल फूल झै कोमल सम्बन्धका धागोहरू सरल हावा झै शीतल शीतल फूल झै कोमल सम्बन्धका धागोहरू सरल बिराजु खै बोलाएर हल्ली फुला हल्लाको हल्लै जति झर्छ सौजन तँलाई यस्तो हल्लाइदिने अलिअलि पैसा झर्छ अरे कति भयो अब उनीहरूले दिनुभयो बिट्टाने दिन बिट्टाने दिन एक बिट्टा दिन एक बिट्टा हो पहिले तिमीहरूलाई थाहा छ यो पैसाले काठमाडौँमा मेरो बाजेले 10 रोपनी जग्गा किनेको यही पैसाले बुझ्यौ गयो भने त यो पैसा बोकेर ड्याम मेसिनमा पैसा गयो भने त सौजन्य त आइल्यान्डमा घर किन्न लागेको छ 5,000 पुगेको छैन यिनीहरूलाई मागेको दिँदै 5,000 यसको लागि मागे हैन उसकै दिदीलाई लएर मैले त एउटा कपी र पेन दिन्छु चन्दा उठाइदिएर दियो
तिम्रो झर्दै हो फ्यान बनाइदिनु फ्यान यो पनि थम्न यो पनि थम्न गर्मी नै छेकेन अब त काठमाडौँ आएर भोजनमा बाहुबली थाली नि खानु मिल्छ 1 करोड 10 करोड 15 करोड मैले नर्सिङ छोडिदिएँ 2 करोड पाउने रहेछु सो त्यसपछि मैले नर्सिङ छोडिदिएँ 2 3 भाग्दिनु 5 अब त 3,000 भाग्न पर्यो है यो त हाम्रो साथीहरुको मध्ये सबैभन्दा हाईएस्ट यो यही हो हैन भिनाजुलाई हेरेर नि बोल्नु पर्यो नि आयरल्यान्ड बस्ने मान्छेले त युरो त हाल्न पर्ने कहाँ यस्तो अघि दिइहाल्यो भाती सबै झन् यो 10 वर्ष डेनमार्क बसेर आएको मान्छे त्यसले त 2500 दिएछ हैन 200 मसँग त साथीहरूले माग्दै माग्दैन भिनाजु तपाईँलाई गाह्रो भयो होला त्यत्रो दुःख गरिरहनु भएको छ यत्रो दुःख गरिरहनु भएको छ तपाईँले किन पैसा चाहियो होइन मागिन कस्तो बुझ्ने हुन्छ ल अर्को 1500 सय साटेको ल है अनि के घरमा के पूजा सुजा यताउति पार्टी साटी भयो नि बोलाऊ बोलाउनु हैन चिन्जान भइहाल्यो ल यो र भोजनको एउटा त्यो दिन्छु ल काठमाडौँ आएको बेला एनी टाइम साट्न मिल्ने भोजनको गिफ्ट कार्ड हामी अब मान्छौँ धेरै उस नगर हजुरले चाहिँ कति हुन्छ अब यो डिभाइड गर्दा हैन कतिजना डिभाइड गर्नुपर्ने 3 जना ल लगाउनु धेरै दिइहाल्छु ल सालीहरुलाई यता फर्काउनु न ल ल अब थ्यांक यू विनाजु थ्यांक यू आउ बाबा तिम्रो आँगनीमा हाँसी खेली बसे तिन्जेला आमा तिम्रा सिरानीमा लडी बुढी खेलुका तिन्जेला पखेटाले खेले बयली हो पखेटाले खेले सारी गए है बसा है प्यारी सहेली बसा है प्यारी सहेली
केही नमिली त्यसै दिलमा भन कहाँले थिन्छ फिल्म खेल्ने दाइ हिरो झै देखिन्छ छिटो जति छिटो दाइ झन् तिमीको छिटो जति छिटो दाइ झन् तिमीको छिटो जति छिटो दाइ झन् तिमीको हामीलाई के थाहा भन्दै पछि है बोलाउलिने राई डल्लेको हामीलाई के थाहा भन्दै बोलाउलिने राई डल्लेको हामीलाई के थाहा भन्दै बोलाउलिने राई डल्लेको नजन्मी खेलाउने काछिनामा राई नातिलाई खेलाउने खेलाउने काछिनामा राई नातिलाई खेलाउने नजन्मी खेलाउने काछिनामा राई नातिलाई खेलाउने आमा झन् भकै छ भाइको शिर भकै छ आमा झन् भकै छ भाइको शिर भकै छ आमा झन् भकै छ पक्कै होला भगेको मन राम्रो
पाउने दाइ बुहारीलाई सुम्पिदिँदैलाई साला सधैँभर सम्झिने छोरो पानीलाई पानीलाई सुम्पिदिँदैलाई साला सधैँभर सम्झिने छोरो पानीलाई बुहारीलाई सुम्पिदिँदैलाई साला बुहारीलाई सुम्पिदिँदैलाई साला हे नगरौँ है कसैले जवाना के गरौँ त दाइ चलेको चलाना रे कसैले जवाना के गरौँ त दाइ चलेको चलाना रे कसैले जवाना के बुहारी पनि छोरछोरी सदा हो नाति हेर्ने दाइ आमाको रहर हो धेरै छोरछोरी सदा हो नाति हेर्ने दाइ आमाको रहर हो धेरै सबैका नमस्ते है नमस्ते म समेश भट्टराई र आज तर्फबाट सबैलाई नमस्ते म आज दार्जिलिङ पेसिङ गरिरहेको थिएँ आज दुला दुलै बिहा भइरहेको थियो मण्डपमा बिहा भइरहेको थियो भने यता वेडिङ पेन्टिङ भइरहेको थियो आजको दुला दुलैलाई आजको एक आपसमा आफूले पाएर पाउनु भएको छ उहाँलाई चाहिँ एकदम अग्रिम शुभकामना बधाई छ यो पेन्टिङ चाहिँ मलाई आज बनाउने भनेर दिनुहुने चाहिँ को होला त कोही पनि होइन होला मलाई त किनले त्यति सोध्छ जस्तो चाहिँ मलाई कहिले सबैभन्दा ह्यान्डसम को छ यहाँ आजको दुला दुलैलाई एक आपसमा पाइरहँदा सुगन्ध थप्न भनेर चाहिँ आज मलाई यो लाइभ आर्ट गर्न भनेर दिनुहुने चाहिँ आजको दुलाको साथी स्कुलको फ्रेन्डहरूले चाहिँ मलाई यो लाइभ आर्ट गर्न भनेर पठाउनु भएको थियो र उहाँहरूको नाम चाहिँ मैले पढ्न चाहन्छु प्रशान्त जोशी उज्जवल खड्का अभित दाहाल बर्तान पहाडी कृष्ण गुप्ता उहाँहरूले चाहिँ मिलेर चाहिँ यो आदित्य बरालमा उहाँहरूले चाहिँ मिलेर यो लाइभ आर्ट चाहिँ आफ्नो साथीलाई एउटा प्रेमको सम्झना स्वरूप मायाको चिन्ह दिन चाहनु भएको थियो र मलाई पठाउनु भएको थियो र आजको विवाहमा सुनमा सुगन्ध थपेर उहाँहरूलाई चाहिँ अब उपहार दिन चाहनुहुन्छ मैले चाहिँ उहाँहरूलाई चाहिँ सो गर्छु र मैले उहाँहरूलाई दिन्छु र उहाँहरूले फेरि तपाईँहरूलाई दिनुहुन्छ आजको दुला दुलैलाई ल है केटाले त्रो दिमागलाई हेलो ल केटाहरूले सोचन आइज होइन अनि हाम्रो तर्फबाट एउटा राम्रो गिफ्ट एक्सपेक्ट नगरेको थिइनस् होला होइन अगाडि गएर ल्याएर एक्चुअली कस्तो छ ठिकै छ नि होइन चित्त बुझेर Boba, I love it. Yeah, I got one dog that's so bad. I think the that's so bad. That's beautiful. Yeah, this. Yeah. No, we love it. Absolutely love it. Harry did one more. Thank you.
कहिले गोरी मन पर्यो कहिले काली मन पर्यो कहिले गोरी मन पर्यो कहिले काली मन पर्यो ससुराली टेकेपछि साली मन पर्यो ए ससुराबा मलाई साली मन पर्यो लौन ससुराबा मलाई साली मन पर्यो तरकारी कल्ले खाने हो साली तिम्रो जवाना कल्ले लाने हो तिम्रो हातको तिम्रो तरकारी कल्ले खाने हो पानी मन पर्यो बोली चाली मन पर्यो ससुराली टेकेपछि साली मन पर्यो अब अझै रमाइलो गर्नुपर्छ है त So my name is Adarsh. अनि मेरो नाम चाहिँ पूजा अधिकारी And we're gonna be performing for you today. Congratulations on the newly wedded couple. Thank you. Especially this station is for them. So can we start with everyone's permission? हजुरहरूलाई आउँछ भने हामी सबै गाइदिन्छौँ होला है
फेरि हामी सबैजना सिङ्गर सिङ्गर बोलेको छ होइन अङ्गालोमा बाँधी राख जान नदेऊ रोक न रोक उड्न नदेऊ आकाशको चरी जस्तै मलाई Once again, congratulations to the beautiful couple. Thank you. मेरो प्रसारण खै उज्जवल खै स्पिचाङ Welcome Hana guys. Hello. Namaste everyone. मेरो नाम Hana हो. Manapilita कि राम्रोसँग बोल्न सक्दिनँ. So the speech will be in English. I remember meeting Sanju's family at our gorgeous Angel Ruby's rice feeding and celebrating my first ever Dalbat and JD. And I thought, yeah, Nepali people are my kind of people. Sanju and her family welcomed me into their home and into their lives with open arms, whether it was birthdays, teas, dasai, tihar, or just a barbecue in the rain. We celebrated together. And today I'm here to celebrate her wedding to Sojin, and I'm so grateful to be a part of this special day. When she called me 2 months ago and said she would get married in Nepal and she wanted me and her white mom Mary to be there, I knew we had to do everything we could to be there because we didn't want to miss this special day for the world. I can't actually remember the first time I met Sanju, but it was maybe 12 years ago in the body shop. We started going for lunch,
We started getting the bus home together and getting the bus to work together, and we quickly realised we're the same person. We even have the same laugh. I knew I found my brown Dee. When you meet someone as special as Sanju, who has the biggest heart and kindest soul, you just want to keep them close. Sanju is strong, funny, thoughtful, and sometimes more honest than I can handle. But she always makes sure that you know how much she loves you, whether that's by giving you tough love or taking time to cook you something delicious. Food is her love language, and she puts her heart into every bite. Sanju is one of the best people I have ever met, and I'm so grateful. Sanju is one of the best people I ever met, and I'm so grateful. The universe put us working together at the body shop on Grafton Street. I will always be your Putali. Sometimes life gets in the way, and we lost touch for a little while, but when she texted me on the 1st of July 2022 saying, "Guess what?" and then sent me the proposal video, I was so excited, and I thought, who the hell is this Sojan guy? Then I met him for the first time at their engagement party, and I was like, who is this guy and who taught him how to dance? I could also tell from the way he looks at her that he too saw how special Sanju is, and I knew that I would like him. I didn't expect that we would become so close, and I never thought I'd be so lucky as to have my own Nepalese daddy. Sojan is both interested and interested. He's always asking questions and wanting to learn and grow into the best version of himself. Even before he was my brother, he was always looking out for me, and I was happy to be a third wheel in their relationship. Everywhere. All the time. It's okay though. Many nights were spent with one too many bottles of wine and chats until the early morning, playing Ludo or call break and having so much fun together. It has been such a privilege to see their love just grow and grow and get stronger and stronger each day. I am so proud to call both of you my friends. Sanju, you deserve all the happiness in the world, and I know that you found it in Sojan. Sanju and Sojan are the perfect match. Both are strong-minded, honest, and kind-hearted. They keep each other grounded and bring out the best in each other. Even if they do sometimes fight, it's never that serious and it's quickly forgotten. Unless it's about biryani. We don't talk about biryani. They look after each other and support each other no matter what. In all of our years of friendship, I've never seen Sanju look so happy. That makes me love Sojan even more. Thank you, Sojan, for loving her in the way she deserves. I'm so excited for what the future holds. I know in my heart that it will be filled with happiness and love so long as you two are together. I love you both. Thank you, Ala. That was so nice. Okay, सबैजना सुनिदिनु होला है. I want to make sure everyone is here attentive. Okay, so सबै यताउट तिमीले पनि सुन्नुपर्छ. So like मेरो लाइफको फर्स्ट स्कुल ट्रिप मेरो साथीहरूसँग चाहिँ पोखरा थियो है. हामीलाई चाहिँ पोखराको केटीहरू एकदमै राम्री हुन्छ भन्ने चाहिँ काठमाडौँमा हल्ला थियो. हामी एज सुन एज पोखरा आयौँ. हामी पोखरा आउने बित्तिकै काठमाडौँको केटाहरू चाहिँ बसबाट बाहिर हेर्थ्यौँ कि पोखराको राम्री केटीहरू हेरौँ भनेर. द्याट वाज आवर फर्स्ट ट्रिप टु पोखरा होइन. र म एउटा सानो सायरी भन्छु. सानो हुँदाको मेरो रहर सपना थियो पोखरालाई ससुराली बनाउने रहर.
सन्जुले गरी मलाई माया गर्नु भनेर कर त्यो माया गर्ने भयो मेरो आफ्नै रहर आज यो हिमाललाई साक्षी राखेर खान्छु कसम हजुरहरूलाई बाचा गर्छु हामी सधैँ खुसी भएर बस्छौँ अब सबैजना नाचौँ गाम र रमाइलो गरौँ थ्याङ्क यू सो मच र अब उज्जवल प्रसारण प्रसारण छोरा हेर्दैछ उज्जवल पाइছে उज्जवल मेरो नाक नकाटे हेलो एभ्रिवान मेरो नाम चाहिँ उज्जवल म चाहिँ सौजनको स्कुलदेखिको साथी हामी क्लास 4 देखि सँगै छौँ सँगै घुम्छौँ हिमाल पारी पनि गयौँ गोर्खा गयौँ तराई बासदेखि लिएर सबै घुमेका छौँ एकअर्कालाई नजिकदेखि चिन्छौँ यो मेरो साथी मात्रै होइन मेरो भाइ हो मेरो मुटु हो मेरो रगत हो वरदान उता छ वरदानलाई नै बोलाउन वरदान आइज तेरो मेरो एनिमिक स्टोरी छुट्टी छ त्यसपछि स्कुलमा हामीले फटाइसँगै गऱ्यौँ कुटाइसँगै खायौँ फुटबल खेल्न सँगै गयौँ हार्यौँ जित्यौँ फुटबलमा मात्रै हारेको जितेको होइन कि हामीले लाइफमा पनि कतिचोटि हार्यौँ होला जित्यौँ होला तर पनि हार्दाखेरि पनि हामी सधैँ हाँस्थ्यौँ जित्दाखेरि झन् हाँस्थ्यौँ अनि हाम्रो लाइक सबैभन्दा बेस्ट पार्ट चाहिँ यही थियो होला पैसा नहुँदाखेरि पनि घुम्यौँ र हामी मलाई याद छ 1500 हामी 5 डेजको ट्रेक गर्थ्यौँ 1200 पोखराको 3 डेज ट्रिप गर्थ्यौँ मामाको घरमा गएर दक्षिणा लिएर घुम्न जाने प्लान बन्थ्यो कहिलेकाहीँ दक्षिणा पाउँदैन थियौँ त्यही पनि यताउति गरेर मिलाउँथ्यौँ तर यदि मलाई अहिले चाहिँ सम्झना के छ भन्दाखेरि यदि हामीसँग त्यति बेलामा पैसा टन्नै भएर रमाइलोसँग घुमेको भए यति याद आउँदैन थियो होला त्यति बेलाको स्ट्रगल दुःख भएर चाहिँ यति याद आउँछ होला कहिलेकाहीँ हिमालको नजिक जाँदाखेरि मलाई मेरो साथी सौजन पनि भइदिएकोदेखि नजिकै सँगै भएको भए आइल्यान्ड बस्दाखेरि चाहिँ मलाई त्यस्तो फिल हुन्थ्यो र सौजन पनि यहाँ भएको कति रमाइलो म उता अस्ट्रेलियामा पनि फार्मिङ गर्दाखेरि र सौजन पनि फार्मल्यान्डतिर भइदिएको भए हामी दुईजना डट बाइकमा लिएर माथि फार्मिङ गर्दै गफ हान्दै अनि कति रमाइलो गर्थ्यो भनेर सम्झना आइरहन्छ र मलाई लाग्छ सौजन पनि मसँगै वा म आइल्यान्डमा वा सौजन अस्ट्रेलियामा वा हामी सँगै बिजनेस अगाडि गर्छौँ होला मेरो बिजनेस सक्सेसफुल भएको अनि फर्स्ट टाइम मैले सौजनलाई देखेको मलाई याद छ क्लास 4 मा स्कुल आएको थियो सानो केटा उज्यालो भएको फुच्चे थियो अनि थिएन त्यति बेला त सानो थियो अनि त्यसपछि हाम्रो टोल पनि एउटै हो घरबाट 2 मिनटको डिस्टेन्स थियो अनि उसले आफ्नो साथीहरू चिनाउँथ्यो घरमा मासु पकाएको बेला बोलाउँथ्यो र उसको घरमा खाएको त्यो मासु अझै पनि मुखमा थुकाइ आउँछ अनि मलाई अरू केही कुरा याद पनि आउँछ भन्दाखेरि कहिलेकाहीँ फुटबल खेल्दाखेरि मसँग फुटबल सुज नहुँदाखेरि उसले आफ्नो फुटबल सुज बनाइदिएर खाली खुट्टाले खेल्थ्यो त्यो पनि झझल्को आइरहेको हुन्छ अनि सौजनसँग चाहिँ मसँग कति धेरै मेमोरी छ म अहिले यहाँ भनेर सक्दिनँ पनि होला ल अलि म भावुक पनि हुँदैछु र यो कुरामा चाहिँ म सन्जुलाई के भन्न चाहन्छु भन्दाखेरि सौजन राम्रो छ मन सफा छ हँसिलो छ एनर्जी भएको छ
तिमी लकी हौ र सौजनलाई पनि के भन्न चाहन्छु भन्दाखेरि उसँग ट्यालेन्ट छ अनि उसँग हबी छ तिमीहरू दुईजना सँगै हुन्छ नि मिलेर बस्यो भने संसार पनि जित्न सक्छौ तारा पनि झार्न सक्छौ बिजनेस स्टार्ट गर्यो भने लास्टै धेरै पैसा कमाउन सक्छौ र यदि तिमीहरूले कमायो भने मलाई पनि अलिअलि दिनु मभन्दा नि प्रसारणले चाहिँ लेखेकै थियो ऊ एक्साइटेड थियो तर उसको बच्चाहरू ऊ एकछिनमा आउँछ र म फेरि प्रसारणको साइडमा बसेर एक दुईवटा कुरा मात्रै थप्छु थ्याङ्क यू मेरो साथीहरू मेरो मोटे मेरो प्राण मलाई याद चाहिँ के पनि आउँदो छैन होइन बट आई विल ट्राई माई बेस्ट होइन आज ब्राउन प्रेसरहरूले सोधिदिनु होला होइन सो म कसरी कुरा हाल्छु है Please translate to NI because he used to have a lot of money. And I used to have good food, so we used to share something. Something गर्छौ होइन if you know you are एकदम highly competitive if you are अहिले होइन यसलाई सौजन आँखा झिकाउने कम्पिटिसन गर्ने हो भने नि रातभरि ट्रेन गरेर आएर भुइँबाट कसले आँखा झिकाउने तर I'm also competitive, so मैले विन गर्छु नर्मली होइन द्याट इज वाट आई थिङ्क होइन अनि हाम्रो सौजनले चाहिँ एकदम प्राउड फिल गर्छ कि लाइक यो चाहिँ सानो उमेरमै धेरै नेपाल भिजिट गर्यो भनेर होइन तर उसले चाहिँ मैले फिल गरेको चप्पल लगाएर बाइक कतै पनि भिजिट गरेको छैन क्या मैले उसलाई फर्स्ट टाइम जुत्ता लगाएको भनेको विदेश जाने बेला कि विदेश जाने दिन जुत्ता लगाएर हिँडेको थियो फर्स्ट दिन त्यसले जुत्ता लगाएको अझै सन्जुले याद गरेको चाहिँ छैन होइन सौजन चाहिँ एकदम फ्लेक्सिबल पर्सन छ कि सो उसले चाहिँ फर्स्टमा होइन म इन्सपेक्टर बन्छु भनेर ट्रेन गर्न थाल्यो त्यसपछि उसलाई फिल भयो कि होइन म ट्रेनिङमा चाहिँ राम्रो छैन म चार्टर लगाउनु चाहिँ राम्रो बन्छु भन्यो घरमा बुवा मलाई रुम चाहिन्छ भनेर रुम पनि लियो अनि बुक पनि किन्यो बुक किने सेट होइन म पढ्न सक्दिनँ म विदेश जान्छु होइन गरे हो गर्छु भने हो कि गरे होइन गर्छु भने हो गरे चाहिँ होइन गर्छु भने हो बुक किन्यो बुक किने बित्तिकै होइन आई क्यानट डु इट आई हेभ टु गो अब्रोड होइन तर कन्फ्युज हुन्छ सेकेन्ड लेफ्टिनेन्ट चाहिँ म बन्न दिएँ है तर जोक्स अपार्ट होइन Susan has been a very helpful person. मान्छेलाई गरिब भने पनि मान्छेले गरिब भन्छ उसले लागेको बेला तर he has helped me in a lot of way. When I came back from Denmark, he was the first to contribute in my business, you know. So I find him he my was business, very helpful. our business one. I appreciate him. I don't appreciate him considering himself as a CEO and me as the staff of our company. अब यो पालि आउँदा मलाई के पनि ल्याइदिएन आई वाज होपिङ फर एन आइफोन तर नेक्स्ट टाइम आउँदा चाहिँ अब आइफोन 7 ल्याइन्छ सो नेक्स्ट टाइम when he comes there will be a launch of iPhone 17. I am hoping that he's going to bring me another iPhone. This time he was just some Nepali jokes, eh? Okay, Nepali jokes. Okay. तर I wish him and Sonju the best of luck for their future, you know. Sonju is listening. I wish Sonju and Sonju best of luck for the future.
होइन मैले एकदमै जहिले पनि आई होप होइन I know they are having a good time every time because like when I see someone's face, I see someone's face, I see someone's face, and when I see someone's face, I see they are like almost the same. Oh yeah, almost same. Yeah. The only difference is that this guy gets strong and for his ability and she doesn't. That's the only difference. Thank you everyone. I hope मैले राम्रो बोले I don't know भिडियो खिच्दै हुनुहुन्छ maybe next time मैले भिडियो हेर्दा I will feel what I said I love you guys please don't यसलाई किन 3 मिनेट दिन्छु मैले good boy अरू मलाई भन्नु केही छैन I love you guys होइन hopefully in future thank you so much I want you to come and say something, you know? Because मलाई मात्र बिहे त धुनु मन छैन I want अनि पनि एक आफ्नो Mic check. गाउँखाने कथा अब गाउँखाने कथाको लागि मेरो प्यारो बहिनीलाई त्यहाँ बोलाउन चाहन्छु र उहाँको मिठो गीतको लागि हामी सबै ताली बजाइदिउँ पूजाले गाउँखाने कथा भन्छ पूजा हामी सबैजना मिलेर गाउँखाने कथा खेलौँ है त Anna, Mary, take a seat. We're gonna play the Nepalese whistle. All right, you have a seat here. Okay. And then Puja is gonna be the host. I'm gonna be a guest. We're gonna play Nepalese whistle. If you win, you're gonna get a gift. Anna's gonna gift you. So yeah, I hand over the mic to Puja. कालो ओडारमा सेतो जन्ती बसेको भन्नुहोस् के हो कालो ओडारमा सेतो जन्ती बसेको भन्नुहोस् के हो A white army in a black cave. What is it? Come on guys. Try. Okay. कालो ओडारमा सेतो जन्ती तातो. Correct. भन्नुहोस् के हो It becomes what it sees. We have a word. जति फाट्यो उति राम्रो भन्नुहोस् के हो The more it breaks, the better it gets. What is it? Close. Come on, guys. Okay, one more time. A wave. No. You're close. जति फाट्यो उति राम्रो के होस् भन्नुहोस् In English too. Paneer. No. The more it breaks, the better it gets. What is it? Cord. We have a Next question. जति बाढ्यो उति बढ्छ भन्नुस् के हो My dad is smart. भाइको चारवटा खुट्टा भन्नुस् के हो One guy with 4 legs. A chair.
Are you ready for the next question? Yeah. Khada izzat, khada bezat kyun? Wearing it is respectable, but getting hit by it is disrespectful. What is it? Lagauda izzat, anda bezat hola shayad. What is khada bezat? Lagauda izzat, khada bezat ke ho? Roxy? Wearing it is respectable, but getting hit by it is disrespectful. You're close. Can you tell that in Nepali? Lagauda izzat khada bezat ke ho? Yes! सबैलाई चाहिने मरुभूमिमा नपाइने के हो? पानी! Last one. I have to answer this to put. सेतो गाई पानी खान गई फर्केर